नमस्ते। आज हामी दुई भाइ छौँ रुममा अनि आज हाम्रो के को च्यालेन्ज छ रे भाइ? आज चाहिँ हाम्रो 2 दर्जन केरा, त्यही पनि ठुला बसे केरा। हाम्रो च्यालेन्ज थियो दाइले चाहिँ खान सक्ने भए चाहिँ मलाई मासु खुवाउने, नत्र चाहिँ नसक्ने भए चाहिँ मैले 2 दर्जन केरा पनि उल्टै मेरो मासु पनि जान्ने भने हामी बाजी खेल्यौँ। टोटल 23 वटा केरा हैन। अब यो 23 वटा चाहिँ केरा चाहिँ दाइले खान सक्नुहुन्छ कि सक्नुहुन्न? खान सक्नु भयो भने चाहिँ तपाईलाई थप पुरस्कार हुन्छ। खान सक्नु भएन भने चाहिँ जरिमाना उल्टै हुन्छ। ल यो अब 2 सयको मासु त्यही हो। यो चाहिँ हो यो चाहिँ खान्न किरा मुसल खाइरहेछ। यसमा डिस्काउन्ट छ र यो डिस्काउन्ट तपाईँ त्यति किन्नु यो चाहिँ डिस्काउन्ट 1 2 3 टाइम त छैन नि। टाइम छैन चाहिँ भरो के सकिन देखिन नाइ सकिन सक्न पनि त्यति माल छ केरा यो चाहिँ भएन। यो यस्तै हो 23 वटा केराको च्यालेन्ज हो गाइज। त वेट त यति बढाउँछ कि भोलि बिहान त फ्याट बढ्नुहुन्छ कि बिहान भात पकाउनु लागि भयो खानु लागि भयो बिहान भात खाँदा चाड भयो नि त्यस्तै 2 सयको मासु खानु भए त मजा पनि थियो। सुगर त हुन्न यार नसानु यार तपाईँबाट एकदम क्लियर देखियो कि गल्ने रहेछ यार गल्ने रहेछ यार 5 वटा हुन्छ यस्तो होइन। छेरपट्टि लाग्ने भिसाको मासु खान पाए त हुन्थ्यो मैले जितेर। कस्तो भइरहेको त फेरि अलि मतौरा भयो अघि अब धेरै छैन नै। कतिवटा छ 2 4 6 7 8 9 वटा खाने 9 वटा खाने यार होइन अब त्यस्तै गरिन्छ नि अगाडि जस्तो फेरि हुनु राखेर खायो भइसक्यो ल है विचार गर्नु 2 सयको मासु हाल्नु है फेरि होइन म हाल्दिनँ भाइ फिक्स छ नि फिक्स होला कसम कसम यो खाएको 1 घन्टा पछि कस्तो लक्षण देखाउँछ भन्ने 5 पनि पर्खिरहेको दिउँसो रहेछ भन्ने हो। मासु त होइन होइन तपाईँले कति केजी मासु खानुहुन्छ मलाई थाहा छैन नि। लगभग 5 वटा त छ है 6 भनौँ न 1 घन्टा पछि त भनेपछि अब मैले चाहिँ हार्छु होला जस्तो लागिसक्यो। होइन ढुक्का म त झन् खुसी कि झन् खुसी। तपाईँले खाए झन् खुसी कि
यस्तो यहाँ खतरा भिडियो बन्दै छैन खानु मकम छेरम गरा हुँदै हुन्छ त्यस्तो नगर होला सायद गरौँ न कहाँ खाली पेट छ पक्कै अनि खानु नि पाउनुहुन्छ है फेरि मागेर अब चारवटा पिस बाँकी छ मनै पर्छ तर आज त्यतिखेर भयो भने भोलि फेरि 10वटा पिस बढ्छ कि त्यो भ्याउन भने फेरि एक्स्ट्रा 5 चाहिँ त्यो नि हुनसक्छ आफूले अनुभव हुन्छ क्या तपाईँले यो खाएर अब लक्षण कस्तो देखाउँछ भन्ने हुन्छ क्या अहिले एकछिन टाइम आफूले गाह्रो फिल भयो जस्तो हुन्छ ए मैले हारेँ यार तर लक्षण कस्तो देखाउँछ नि भाइ थ्याङ्क यू भेरी मच कङ्ग्रेचुलेसन के त हुन्छ होला है हुन्न यो ढुक्का हुन्न यो नि खानु पर्यो नि अन्तिम केही भएन नि त्यही भा गुरुङ जस्तो भयो ल अन्तिम भइसक्यो 23वटा कोसा गएँ मैले हारेँ ल अब भिडियो इन्डिङ मैले चाहिँ हारिसकेँ देख्नु भइसक्यो होइन अब चाहिँ मैले हारेको भाग चाहिँ के अरे दाइ 200को मासु उल्टै 23वटा केरा पनि 200को मासु नि आज मेरो कालो दिन रहेछ ल गाइस अघि चाहिँ हाम्रो गेममा चाहिँ दाइले जितिसक्नु भयो होइन 2 दर्जन केरा अनि प्लस मैले हारेँ भने चाहिँ अझ मेरो 2 दर्जन केरा पनि अनि यो मासु पनि आइसक्यो मैले मासु पनि हारेँ केरा पनि हारेँ ल दाइले जित्नुभयो इन्डिङ अब बनाएर फेरि भात मासु भात पनि अब जान्छ कि लाग्छ फेरि होइन गाह्रो छ मैले हारेको छु आजको च्यालेन्ज यति फेरि च्यालेन्ज चाहिँ अरूमा चाहिँ गर्दै गरौँ अर्को च्यालेन्ज पनि हुन्छ भोलि